मिसे दर्यले केले सो मिसे जोगे पाम्बुला आकाला मुकुमपुर कांगने सभा उद्घाटन समारोह बागतिन कार्यकारी प्रमुख सहित स्थानीय गाउँको नेताहरूले दिएको भाषणहरूको छोटो भिडियो क्लिपहरू हजुरहरू सामु प्रस्तुति गर्न गइरहेको छौँ। मुकुम कामरा गाउँपालिकाको उपाध्यक्ष जो आफ्नै मन्तव्य राख्दै हुनुहुन्छ। हिन्दू धर्म भएको हुनाले नेपाली नबोलिनु हुने भयो। त्यस कारणले सानो एउटा टुस्का एउटा नेपालीको एउटा सानो गीत गाइदिन्छु। दिदीबहिनी आमा दिदीबहिनीहरू हाम्रो महिलाको के छ भने आन्तरिक भित्तामा धेरै कुराहरू गर्व हुन्छ, बाहिर चाहिँ समाजमा लाज लाग्ने महिलाको त्यो हुन्छ। त्यस कारणले तपाईँहरूको लाज हटाउनलाई म हल्का सानो गीत गाइदिन्छु। फुलको आँखामा फुलै संसार, काँराको आँखामा काँरै संसार। फुलको आँखामा फुलै संसार, काँराको आँखामा काँरै संसार। मेरो पैतालामा किरै नमार, फुलको आँखामा फुलै संसार, काँराको आँखामा काँरै संसार। बोलो नबजा बोला समय जाउला। यो फुलको आँखामा फुलै संसारमा, काँराको आँखामा कानै संसार भन्ने के छ भने हाम्रो थिल्ले लामाज्यूले हाम्रो मुगुम कामराङ गाउँपालिकाको नमुना ठुलो फुलको संसार देखाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। हाम्रो हिन्दू धर्मको सर्टिफिकेट इन्जिनियर साहबहरूले ठुलो मान्यता पाउँछ। हाम्रो सोनाम लामालाई यस्तो इन्जिनियर भन्दा हाम्रो डिजाइनहरू राम्रो ल्याउनु भएको छ। हजुरलाई राजेशले मान्यता दिएको छैन। हाम्रो सोनाम लामालाई मुरी मुरी धन्यवाद। ट्रान्सदेले यो हाम्रो यो फुल भनेको नमुना फुल यो काङ्ने के छ भने चाहिँ हाम्रो पराटिकीको बीच यो यहाँ के छ भने चाहिँ यो ठाउँ नै धेरै माननीय मन्त्रीहरू भएको ठाउँमा आफ्नो पराटिकी भिजाउनलाई ताल बनाउँछ, त्यो के अरे झरना बनाउँछ, हरेक चौर बनाउँछ। हाम्रो मुगुम कामराङ गाउँपालिकाको वडा नम्बर 2 को ठाउँमा सुन्दर ठाउँमा पराटिकीको लागि यहाँ स्वागत छ। हाम्रो यहाँ ठाउँमा कोगी हिमाल छ, सुवागरी हिमाल छ, टाँगे हिमाल छ। यहाँ हाम्रो यहाँ कुयो वैशाखदेखि असोजसम्म यहाँ फुलको संसार हुन्छ। त्यस कारणले मैले टुक्काहरू नमिले होला नजाने होला एउटा फुलको आँखामा फुलै संसार, काँराको आँखामा काँरै संसार भन्ने कारण यही हो। केही न केही हिन्दू धर्महरूको गीत चाहिँ हामीले राम्रोसँग टुक्का नमिलेर जान्दैन। त्यस कारणले लामाहरू दिदीबहिनीहरू दाइभाइहरू जुम्माहरू सबैलाई म क्षमा माग्न चाहन्छ। के छ भने हाम्रो यहाँ धेरै नाचरेङ्गाको सिमानामा यहाँ त्यो धेरै राम्रो सरका ठाउँमा हाम्रो यहाँ त्यो छैन, बाटो पनि छैन। पराटिके भिजाउन हजारौँ लाखौँ पराटिके भिजाउने ठाउँमा हाम्रो लामा ठिल्ले लामाज्यू र सोनाम लामाज्यूले धेरै धेरै धन्यवाद छ। हामीलाई यहाँदेखि तलतिरको जनतालाई धेरै न धेरै फाइदा हुन्छ। यो तपाईँहरूलाई जनताको गरिब जनताको आँखाको छारो निकाल्नु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अब के छ भने हजुरहरूले
यस्तो डिजाइन हाम्रो ठाउँको लागि परम्परा संस्कृति धर्म त्यो के गर्छ कि भने हजुरहरूले चिन्ता लागेर हजुरहरू आउनु 6 महिना हामीलाई तपाईँहरूलाई खानाको ठेगान छैन तपाईँहरूलाई हरेक दुःख रात दिउँसो मिहिनेत गरेर तपाईँहरूलाई यही ठाउँमा पुर्याउनु भएमा हजुरहरूलाई धेरै धेरै धन्यवाद मुगुको वडा नम्बर 2 को बासिन्दा आमा दिदी बहिनी दाजुभाइहरूले ढुङ्गो गिटी श्रममा सह गर्नुभएकोमा हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद मुरी धन्यवाद भन्दै मेरो 2 शब्द यहाँ टुङ्गे हस्त धन्यवाद जसले मुगुङ गाउँपालिकाको लेखा यतिकै जुगको मन्तव्य राख्दै हुनुहुन्छ। यस मुगुङ गाउँपालिकाको निमित्त प्रमुख प्रशासक हजुरले यहाँ उपस्थित भएर केही 2-4 शब्द बोल्न मौका दिनुभएको आज टिमलाई म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। यस एक पुरातात्विक तथा भौगोलिक सांस्कृतिक बोकेको यो मुगुङ गाउँपालिकाको वडा नम्बर 2 मा व्यक्तिगत पहलबाट एउटा नमुना पुल निर्माण भएको हुनाले हामी सबैले अवगत नै छ। यस पुलको निर्माणमा खटिनु हुनेका आदरणीय नामाज्यू चिल्ले रामाज्यूको सहबाट बनेको पुल अपरणीय अति सुन्दर छ। यो हाम्रो यो पर्यटक तथा यहाँमा भएका विभिन्न किसिमका स्रोत साधनहरूलाई पनि पहिचान गर्ने र यहाँका भएका सरकारी निकायहरूले पनि एउटा व्यक्तिको पहलबाट पनि यति राम्रो काम हुन्छ भने पनि यहाँका सरकारी निकाय गाउँपालिका एनजिओ आइएनजिओ तथा सम्पूर्ण सहरले पनि यो पहललाई एकदम हृदयदेखि सम्मान गर्नुपर्ने हुन्छ। अब यो पुललाई बनाउनु मात्रै ठुलो कुरो होइन, यसलाई संरक्षण गर्न पनि अति नै महत्त्व छ। यो पुल बनाउने भन्दा पनि संरक्षण गर्ने यहाँको समाज स्थानीयवासी दाइ भाइ दिदीबहिनी विद्यार्थी सबैको हातमालोमा अझ यसलाई सुन्दर र रङ रोगन बनाइदिनु हुन म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। यसलाई कुनै पनि क्षति पुग्यो भने हजुरहरूको आफ्नै घरको सम्पत्ति नै क्षति भएको समान ठानिदिनु होला भनी यहाँका पब्लिक सम्पूर्ण युवतीहरू सबैलाई यो आफ्नो घरको सम्पत्ति ठानेर यसलाई एकदम मेरो हृदयदेखि संरक्षणको लागि ध्यान पुर्याइदिनु होला भने म हजुरहरूलाई अनुरोध गर्दछु। र अरू त म भर्खरै यस गाउँपालिकामा आएँ। यस हाम्रो गाउँपालिका भूमिका के हुने हो कसरी हुने मलाई केही पनि थाहा छैन। यसको बारेमा हाम्रो अध्यक्षज्यूबाट नै केही नीति निर्देशनहरू दिनुहुनेछ, केही गर्नुपर्ने आर्थिक सहायता सामाजिक अध्यक्षज्यूकै मौखिकबाट हुनेछ। र अरू कुरा के छ भने लामाज्यू अरू पनि अब आइन्दा पनि यस्तै उद्यम कर्मीहरू हजुरले यस मुगुङ गाउँपालिका मात्रै होइन हाम्रो पहाड हिमाली जिल्लाहरूका कर्णालीका डोल्पा हुम्ला मुगुङमा पनि यस्तै भौगोलिक क्षेत्र मिल्दोजुल्दो भाषा भेष संस्कृति बौद्ध धर्मसँग एक आपसमा भागिन सम्बन्ध राखेर त्यतातिर पनि ध्यान पुर्याइदिनु हुनुमा लामाज्यूको टिमलाई म यो डोल्पालीको नाताले हजुरलाई अनुरोध गर्दछु। अन्त्यमा यो पुल सदाबाट सधैँ स्थायी रहोस्, यसले सबै राम्रो बनाओस् भन्ने यहाँको जनताको सबै राम्रो होस् म मेरो आफ्नो शब्द हेर्न जान्छु। उहाँले धेरै धेरै धन्यवाद। त्यसपछि स्कुलको विद्यार्थीहरूले अर्को नेपाली गीत प्रस्तुत गर्दै हुनुहुन्छ।
मलाई जुन तारा छुन मन लाग्यो मुकुङ कारामारङ गाउँपालिकाको अध्यक्ष छिरिङ क्याम्नेज्यूले आफ्नै मन्तव्य राख्दै हुनुहुन्छ। हाम्रो पत्रकार साथीहरू यहाँ हाम्रो गाउँपालिकाका विरुद्ध हाम्रो प्रशासक लेखा अध्यक्ष यहाँ उपस्थित सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनी मेरो प्यारा भाइ बहिनीहरू सर्वप्रथम यहाँहरूले नमस्कार। त्यसै गरी अब यो गुम्बाको बारेमा यो जुन पुलको बारेमा अब लामाज्यूले पनि सम्पूर्ण चाहिँ हामीहरूलाई जानकारी दिनुभयो। त्यस बारेमा पूर्वोक्त साथीहरूले पनि सम्पूर्ण कुराहरू प्रस्तुत गर्नु पनि भइसकेको छ। म धेरै भन्न सक्दिनँ, तर यहाँ हामीले के छ, हामीले मान्छेहरूले बुझ्ने मान्छेहरू त यो पुल यहाँ छापा माथि सुन्दैछ, यहाँ छापा किन लाउने भयो, यति करोड रुपियाँ खर्च गरेर भन्ने मान्छे पनि होला। तर यो पुल चाहिँ हाम्रो धर्म सांस्कृतिकको लागि, यहाँ मुगु गाउँको लागि, यहाँ हाम्रो मुगु कालमारौँ गाउँपालिकाको यो पुरा चाहिँ घन हो हाम्रो। यो चाहिँ के हुन्छ भने हामीले यो पुलले अब कहीँ भुटानको पुल हुन्छ, हामीले कहाँ विदेशको हो कि नेपालको हो, मैले अहिलेसम्म हामीले देखे पनि छैन, फोटोमा पनि हेरेको छैन होइन। तर नमुना चाहिँ हामीलाई यो लामाहरूको दिएर हामीले चाहिँ यहाँ पुल आज उद्घाटन गर्ने हामीले मौका पायौँ। यहाँ सर्वप्रथम म यहाँ जुन यहाँ संस्थाको लामाज्यूलाई हार्दिक, हामीले पनि यहाँ निवेदन गर्नुभयो भन्नाले यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँ हामीले के भयो भने यो पुल बनाउने भनेर हामी जस्तो चाहिँ सोचेको थिएन। मेरो योभन्दा अगाडि कार्यकालमा जुन देव अध्यक्ष हाम्रो त्यो कालमा हुनुहुन्छ, हामी यहाँ पुल बनाउने भने टस स्टिलको पुल बनाउने भने धेरै प्रयास गरेको, त्यस पनि गाउँपालिकाको क्षमताले यहाँ पुल बनाउन हामीले भएन। तर चाहिँ व्यक्तिले एउटा संस्थाले अब यहाँ यस्तो चाहिँ होइन, यो चाहिँ हामी गाउँपालिकाले बनाउने सरकारले बनाउने भयो भने कम्तीमा मेरो विचारले 60 लाख 1 करोडसम्म चाहिँ खर्च गर्छ। तर यहाँ लामाज्यूको अहिले हिसाब गर्दाखेरि 41 लाख रुपियाँ खर्च भइरहेछ। तर हामीले खर्च गर्ने प्राविधिक हिसाबले साँच्चै नै गरिदियो भने 60 लाख कमको चाहिँ पुल छैन। यो पुलले हाम्रो गाउँपालिकालाई नै भविष्य हो, हामीले चाहिँ भाग्य रिगार्ड यसले मेरो विचार पर्छ होला। त्यस कारणले यो पुलमा त फेरि पुल बनाएर मात्र चाहिँ भएन होइन। पुल मात्र भयो भने मान्छेहरू होला यहाँ पुल नै हेर्ने आउँछ होला, तर भोलि बस्ने ठाउँ खाने ठाउँ हुनु पर्यो। तर हामी पर्यटक यहाँ हामीले के भन्छ भने पर्यटकै घोषणा गर्नुपर्छ, पर्यटकै क्षेत्र बनाउनुपर्छ। पर्यटकीय क्षेत्र पर्छ घोषणा हामी चाहिँ नेपाली सरकारले गाउँपालिकाले बनाएर हुँदैन, प्रकृतिले बनाउने हो, यहाँको समुदायले बनाउँछ। भोलि मान्छेहरू आएछ यो पुल हेर्नलाई, यो चाहिँ बुद्ध यो पार्का गुम्बाहरू बुद्धहरू हेर्न मान्छेहरू कति आउँछ। यहाँको बसाइ पाएन, यहाँले खानै बस्ने खाने ठाउँ राम्रो भएन, त्यहाँदेखि सुन्ने ठाउँ भएन भने पर्यटकीय चाहिँ हामीले घोषणा गरेर आउँदैन। अहिले हामी धारामा कति चाहिँ अब नेपालको सबैभन्दा ठुलो सुन्दर धारा छ, मान्छेहरू धारामा कति दिउँसो दिनको कति हजारौँ आउँछ, आउने बेला आएछ जाने बेला यहाँ धाराहरू गाली गर्दै गइरहेछ। यहाँ खान पाइरहेको छैन, यहाँ बस्ने ठाउँ छैन, त्यहाँ बिस्कुट खाएर जान्छौँ भन्छ होइन। त्यस कारण यहाँको चाहिँ गाउँले समुदायहरूले यहाँ पुल हेर्ने मान्छेहरूलाई होटलहरू हाम्रो खोल्नु होला, हाम्रो सुन्ने ठाउँ बनाउनु होला, यहाँ होटलहरू यो होमस्टेहरू बनाउनु होला।
यहाँ तपाईँहरूले बस्ने मान्छेले सुन्ने ठाउँ हाम्रो बस्ने भयो भने यस्तो मुगु ठाउँ हाम्रो छ यहाँको समुदाय राम्रो छ तपाईँहरूले पैसा पनि अब देश भयो त्यसको चाहिँ सहारा चाहिँ हामीले दिइरहेको छौँ अहिले हामी कार्यक्रम गरेको चाहिँ अब बेलुका भोलि चाहिँ हामी सबै हामी आफैले हेर्न पाउँछौँ पहिला यहाँबाट 1 महिना 3 वर्ष भयो पनि हामी काठमाडौँको थाहा हुँदैन काठमाडौँको संविधान आएपछि पहिला चाहिँ 47 सालमा 47 सालको संविधान नेपालमा हाम्रो हुनुमा 8 सालमा पुगेको अहिले चाहिँ 1 दिन 1 मिनटमा आउँछ त्यस कारण अहिले पहिला हामी यस्तो पुल थिएन त्यस्तो मूर्तिहरू कुहरू छैन तर अहिले यो भयो होइन त्यो सूचना पढाएको दिनले तपाईँहरूले हाम्रो भोलि हाम्रो चाहिँ सर्वप्रथम यहाँको धर्म यहाँको संस्कृतिलाई जोगाउने उहाँ लामाज्यूहरूलाई उहाँले के हुन्छ उहाँले खाना यहाँ आएर खानु पुग्नु होइन उहाँहरूको त यहाँभन्दा काठमाडौँ बसी अर्को ठाउँमा बसेर के हुन्छ तर आफ्नो संस्कृतिलाई आफ्नो ठाउँलाई आफ्नो धर्मलाई जोगाउनलाई यस्तो चिसो ठाउँमा उहाँहरू बोलिरहेको छ त्यसलाई हामी सबै समुदाय हामी गाउँपालिकाले उहाँलाई सम्मान गर्नुपर्छ उहाँहरू भन्दा तपाईँ गाउँले गाउँपालिकालाई पनि सम्मान गर्नुपर्छ किनभने यस्तो ठाउँमा पालिकाले सरकारले नसकेको काम चाहिँ व्यक्तिले एउटा संस्थाले बनाउनु भयो खोजेर दिनुभयो हाम्रो अब सोनम लामाले हाम्रो उपाध्यक्षले भन्छ हाम्रो इन्जिनियर हो होइन त्यो हामी यस्तो हाम्रो कलाकृति बनाउँदैन अब यस्तो चाहिँ नसोचेको पुलहरू बनाएको छ होइन 3 वर्ष भयो जाफरले यो कोही हिमाल चढ्न आएर सकेन तर अहिले एउटा चाहिँ टोलीले कोही हिमाल चढ्यो त्यसले पनि अलिकति चाहिँ हाम्रो यहाँको चाहिँ प्रचार गरिरहेको भोलि अब अर्को साल हिमाल चढ त्यही टोली चाहिँ अर्को साल पनि आउँछ होला अनि अर्को चाहिँ हिमाल पछि चाहिँ मान्छेहरूले सबै समाचारमा आएको थियो आउँछ होला अब भोलि यही पुल हालेर आज चाहिँ हामीले उद्घाटन गऱ्यौँ उहाँ साथीहरू 50 साथीहरूले भोलि चाहिँ यहाँ हाल्नुहुन्छ यो पुल कस्तो छ भने मान्छेहरू हेर्ने धेरै मान्छेहरू आउनु सक्छ तर यहाँ बस्ने ठाउँ भएन भने हाम्रो पर्यटकीय क्षेत्रको हुँदैन त्यो पर्यटकीय क्षेत्रको घोषणा गर्नुभन्दा पनि पर्यटकीय क्षेत्रको प्रबन्ध गर्ने हामी हो त्यसको लामाहरू अहिले जान्छ भन्न चाहिँ राख्यो भोलि जानुहुन्छ त्यसको तपाईँहरूको जिम्मा हो त्यो हाम्रो त अधिकृत भन्नु यो पुल बनाउनु भन्दा सँगसँगै गरेर कसरी गर्ने पुलको बनायो यसको चाहिँ भोलि यो पुल गर्छ पानी आउँछ चुन्छ भर्किन्छ पर्छ पानी हाल्छ पानी बगाउँछ कि अहिले हामी लामाज्यूसँग कुरा गरौँ यो बिचमा भोलि चाहिँ एउटा चाहिँ बनाउने हो कि प्लेट नै बनाउने हो कि भोलि यहाँबाट आउने पछि यहाँ टोइलेटहरू बनाउने हो कि पालिकाले हामी धेरै यहाँ गर्न खोजेको हो तर भएन अहिले त्यही पनि हामीले अब चाहिँ धेरै पुल छैन तर चाहिँ हामी उपाध्यक्ष पनि यहाँ हुनुहुन्छ र अध्यक्ष यहाँ हार्दिक धन्यवाद दिन चाहन्छु साथै यहाँको लामा यस्तो सोनमजीले यहाँहरूले यस्तो चाहिँ आफ्नो मेहनत साथ आफ्नो भएको कला आफ्नो भएको खुसी यहाँ देखाउनु भयो उहाँले पनि हृदयदेखि हामी धन्यवाद दिन चाहन्छौँ यहाँको लामा अध्यक्षज्यूलाई ठुलो लामाज्यूलाई म हृदयदेखि यहाँहरूलाई एकदम खुसी छु त्यसैले हाम्रो हृदयदेखि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु र यहाँ पनि यति मात्र होइन यति मात्रले हामीले पुग्दैन भोलि अलिकति यहाँलाई पर्यटकीय पर्व गर्नको लागि यहाँहरू योभन्दा पनि केही हामीहरूभन्दा पनि यहाँ त लामाज्यूहरूलाई बोली आइडियाहरू हुँदो रहेछ हामीले यस्तो पुल बनाउने भनेको यहाँ चाहिँ अर्कै पुल बनायो भोलि अर्को पनि यहाँ केही आइडिया हुन सक्छ भएको तपाईँको सिट होला हामी कहाँ छोड्नु होला हामी कहाँ दिनु होला त्यसले म हाम्रो पालिका तर्फबाट यहाँहरूलाई हार्दिक सम्मान गर्न चाहन्छु र अब मैले धेरै बोल्नु पर्छ होइन यहाँको सम्पूर्ण दाजुभाइहरू यहाँको पुललाई सहयोग गर्ने यहाँहरूको गाउँलेहरू समाजले ढुङ्गो पनि पाउनुभयो सर्वोधन पनि गर्नुभयो त्यो तपाईँले धर्म पनि हुन्छ भविष्यमा तपाईँको फाइदा पनि हुन्छ तपाईँसँग डबल फाइदा हुन्छ एउटा अहिले गुम्बा बनाएको तपाईँ धर्म पनि लाग्यो अरू कुरा तपाईँ भोलि यो पर्यटकै बोली मान्छे आयो भने तपाईँको कहिले एउटा मुला चिन्छ होला एउटा आलु लिएर एउटा ठाउँमा खाना खाउँला त्यो एक बोतल ट्याक्सी खाला त्यो तपाईँहरूको व्यापार पनि बढ्छ होला तपाईँको भोलि पर्यटकै क्षेत्र पनि राम्रो होला त्यो तपाईँ डबल फाइदा हुन्छ यहाँ गाउँले समुदायहरू म धेरैदेखि
हार्दिक धन्यवाद दिँदै सानो यहाँ सम्पूर्ण यो कार्यक्रमले त सफल हो यहाँ लामोजु लगायतको सम्पूर्ण फेरि सफल भएको कामना गर्दै मेरो दुई शब्द यहाँ टोकाउँछु हो त सबैलाई नमस्कार पबुदे थितो जो ओलो सो मिसे तरियाले केले सो मिसे जोगे पाम्बुला आकाला ही